यात्रा यात्रा कालिन्चोक ल हामी हिँड्यौँ है यति टाइम लगाइसक्यो उक्लिँदै छ त्यो बोलेर पनि यस्तो ठाडै उकालो हजुर हेलो साथीहरू सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी कालिन्चोक दर्शन गर्न जान लागिरहेका छौँ र अन द वे बाटोमै छौँ हामी। ल हामी कालिन्चोकसम्मको यात्रा चाहिँ तपाईहरुलाई मेरो युट्युब च्यानलमा देखाउने छु। कालिन्चोक हैन त आज हाम्रो यात्रा कालिन्चोक। ल बाटोको सबै कुराहरु म हजुरहरुलाई मेरो भिडियो मार्फत देखाउँछु। कालिन्चोकको बाटोमा यता हेर्छु त ल एकचोटी हामी चाहिँ कालिन्चोक दर्शनको लागि हिँड्यौं। अब हाम्रो यात्रा सुरु भइसक्यो। यात्रा सुरु भइसक्यो। दादा एकचोटी यता हेर्दिछ त हामी को छ अब। दाइहरुलाई कुरेर बसेको बस्दा बस्दै यति टाइम लगाइछ। लो यो जंगली उ रहेछ भुइ काफल भुइ आइसेलु। ओहो अहिले भर्खरै कुहिरो लाएर ड्याममै बनाइहाल्यो त। अब हामीले के हेर्नु सकि नसक्यो। ल दिसो त मलाई ए मेरी आमै भुइ आइसेलु। मिठो भुइ आइसेलु। केबुल कार चढ्ने हो केबुल कार। मलाई लेख लाग्छ के दादा। मलाई गोर्खागालिकामा त लाग्यो। गोर्खागालिकामा लाग्यो भने ल कालिन्चोक जाने टोली चाहिँ यही हो है गाइज। अब सबै कालिन्चोक देख्न पाइन्छ आज राम्रै। ल कालिन्चोकको फेदिनिर आइपुग्यो। कुहिरो उठि बेलै कुहिरो छ धन्दै लडिन। केबल कार चढ्ने त्यहाँनिर पुगेपछि सुरु हुन्छ। उहिले नै गाह्रो गाह्रो पर्दो रहेछ। अब हिँड्दै पछि अब हामी चाहिँ हिँड्दैछ ठाडै उकालो। ल प्रवेश गरियो कालिन्चोक मन्दिरको डाँडो र गेट। कस्तो राम्रो देखिएको त्यहाँनिर। उहाँनिर रहेछ त केबल कारको है केबल कार त्यहाँनिर जाँदो रहेछ। आयो पुरी गाउँ आयो। ल नेपालको स्विजरल्यान्ड हैन त। नेपालको स्विजरल्यान्ड भन्दा नि फरक पर्दैन नि।
केबल कार चढ्ने केबल कार हेर्नुबाट जाने यो बाटो त्यहाँबाट त केबल कारको यार हुन्छ मान्छे फेरि ओह्रालो यार हुन्छ सधैँ फोटोमा हेरिरहने गाउँ भिडियोमा हेरिरहने गाउँ आज आइपुग्यौँ होइन दाइ भाउजूको साथमा के मिलेन कुरा के मिलेन चारजना केबल कार छौ ऊ सानो भाइ नि छ नि त भाइ हो कि बहिनी हो लै जानुपर्छ प्लेनमा जाने हो त जाने हो दर्शन गर्न जाने हो बुझेको हो हाँस्यो त है आइपुग्यौँ पुरी भिलेज म त त्यो बाटो नै आएको छु कि म सेकेन्ड टाइम त्यो बाटो आएँ हामी पनि आएको छौँ गन्धले लगाइदिसो त ल हो त्यो डाँडामा चाहिँ कालिम्चोक माईको स्थान छ कस्तो राम्रो सुइँ उसको झर्नाको साउन्ड के सुन्छ न सुइँ आएको ल त्यहाँनिर झर्ना रहेछ ल के झर्ना हो त्यो पुरी भिलेज प्रवेशद्वारबाट प्रवेश हुँदैछ कालिम्चोक माता यताबाट आउँछु सङ्केत त दिनु पर्यो हामी आइपुग्यौँ भनेर हे कुहिरोले पुरै ढाक्दो रहेछ माता ल आइपुग्यो ल चरण छोएर कालिम्चोक माता ल भगवान आइपुग्यो माता ल ठोकौँ ल तेरो अन हिँड्नु भए पो फिल्ममा भयो नि हेर्नु मन लागेको छैन पुरा गजबको छ हजुरहरू यसो अलिकति के कालिम्चोकको थुक्पा हो पुरीमा बजार खानुपर्छ है खाँदैछौँ हामी मिठो रहेछ